नमस्कार। के तपाईँले नेपाल सरकारले यस आर्थिक वर्षबाट सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 को बारेमा जानकारी प्राप्त गर्नुभएको छ? यदि छैन भने यो भिडियो तपाईहरुकै लागि हो। यस स्किम अन्तर्गत नेपाल सरकारले हरेक 15 दिनमा 1 लाख रुपैयाँदेखि 10 लाख रुपैयाँसम्म उपहार बाँड्ने योजना यस अघि नै जारी गरेको थियो। यस अन्तर्गत तपाई यस स्किम अन्तर्गत के कसरी आबद्ध हुन सक्नुहुन्छ? म यस भिडियो मार्फत तपाईलाई जानकारी दिन गइरहेको छु। यस स्किम अन्तर्गत रु 100 रुपैयाँ भन्दा धेरैको कारोबार गर्दा बिल बिजक अनिवार्य रूपमा गर्नुपर्छ र यो स्किम अन्तर्गत चाहिँ 100 रुपैयाँ भन्दा माथिको कारोबार गर्ने व्यक्तिहरू समावेश गरिनेछ। यसको मेन उद्देश्य भनेको प्रत्येक व्यक्तिहरूलाई कारोबार वस्तु तथा सेवा खरिद गर्दा बिल बिजक अनिवार्य रूपमा गर्ने नै सरकारको नीति हो। के तपाईले गर्ने 100 रुपैयाँ भन्दा माथिको कारोबारमा बिल बिजक लिने दिने गर्नुभएको छ? यदि छैन भने बिल बिजक अनिवार्य रूपमा लिनु पर्यो, किनकि कुरो 10 लाख रुपैयाँको छ। त्यसैले ढिला नगरी म तपाईहरुलाई यस स्किम अन्तर्गत कसरी आफू पनि समावेश हुने म त्यो जानकारी दिन गइरहेको छु। सुरुमा गुगल क्रोममा prize.ird हान्नुहोस्। यसमा चाहिँ सुरुमा देखिएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा क्लिक गर्नुहोस्। अनि यसको थोरै तल तपाईले गरेको कारोबार नगदको अथवा क्यूआर हो। आजभोलि धेरै क्यूआर को चलन हुन्छ र क्यूआर गर्नेहरू चाहिँ यदि यस क्यूआर मार्फत गर्ने कारोबारहरू चाहिँ अटोमेटिक यो स्किम अन्तर्गत छानिसकेका हुन्छन्। तर क्यूआर गरे पनि तपाईले बिल बिजक भने अनिवार्य रूपमा लिनुपर्छ, किनकि पछि पुरस्कार पाउँदाखेरि चाहिँ हामीले अनिवार्य रूपमा बिल देखाउनु पर्छ। क्यूआरमा चाहिँ तपाई क्यूआर सिलेक्ट गर्दा तपाई स्वत दर्ता भइसक्नु भएको छ भनेको छ, किनकि तपाईहरु अटोमेटिक यो डिजिटलाइज सिस्टमबाट चाहिँ तपाईहरु अटोमेटिक स्किम अन्तर्गत आइसक्नु भएको छ। तर नगद रूप तिरेर कसरी यस अन्तर्गत समावेश हुने त? तपाईले नगद तिर्नु भएपछि यसमा देहाएका बिल बिजकहरू सहभागी हुने छैनन् भनेको छ। यसमा व्यावसायिक प्रयोजनको लागि सरकारी संस्थाको नाममा जारी भएका बिल बिजक, टेलिफोन, इन्टरनेट, विद्युत, ढुवानी साधन, हवाईजहाज टिकट खरिद, स्थायी लेखा नम्बर नलिएका व्यक्तिहरूले गरेको खरिदहरू चाहिँ लागू हुँदैन। त्यसैले स्थायी लेखा नम्बर पनि अनिवार्य रूपमा लिनुपर्छ। अब यसपछि हामी नगद कारोबार अन्तर्गत कसरी यस स्किममा जोडिन्छौँ भन्दा सुरुमा यहाँले बिल नम्बर हान्नुहुन्छ। मानव बिल नम्बर 1 थियो। त्यस्तै यसको प्यान नम्बर हान्नुहुन्छ विक्रेताको। त्यसपछि डेट हान्नुहुन्छ, आजको अथवा आजभन्दा अघिको हिजोको कारोबार पनि हान्न मिल्छ। कुल रकम हाम्रो 100 रुपैयाँ भन्दा माथि हान्नुपर्छ। 100 रुपैयाँ हानौँ। एउटा कुनै नम्बर हान्नु, आफ्नो नम्बर हान्नु होला हान्दाखेरि चाहिँ, किनकि यो भएन, यो भयो भने चाहिँ तपाईलाई सिधै फोन आउनेछ। आफ्नो ठेगाना के हो त्यो आफ्नो ठेगाना हान्नुहोस्। त्यसपछि यो कारोबार अन्तर्गतको सम्पूर्ण डिटेलहरू भरिसकेपछि चाहिँ पुरस्कार कुपन सिर्जना गर्नुहोस् भनेर यहाँ भनेको छ। यो गरेपछि तपाईको पुरस्कार कुपन चाहिँ रेडी हुन्छ। यसपछि तपाईले यसलाई पीएनजी को रूपमा डाउनलोड गर्न नि सक्नुहुन्छ अथवा पीडीएफ फाइलको रूपमा डाउनलोड गरेर सेभ गर्न सक्नुहुन्छ। यस्तै तपाईलाई पुरस्कार परिसकेपछि चाहिँ
यसको पुरस्कार सम्बन्धी कार्यविधि 2083 ले चाहिँ आफ्नो डिटेल्सहरू चाहिँ तपाईले आफ्नो डिटेलहरू ओरिजिनल नागरिकता अथवा परिचय पत्रको कार्डहरू बिल सक्कली बिल ओरिजिनल बिल चाहिँ तपाईहरुले लगेर नजिकको आन्तरिक राजस्व कार्यालयमा गएपछि तपाईहरुले भुक्तानी पाउनुहुनेछ उपहारको। त्यस्तै यस अन्तर्गत चाहिँ आकस्मिक लाभ कर बापत 25% चाहिँ काटिन्छ। यदि तपाईले 10 लाख रुपैयाँ जित्नुभयो भने तपाईले 7,50,000 रुपैयाँ चाहिँ पाउनुहुन्छ। त्यस्तै हामीले गर्ने कारोबार यदि अनलाइन अथवा क्युआरबाट हो भने यी सेवाको थोरै तल जानुभयो भने चाहिँ यसको देखाएको हुन्छ ट्याक्स पेयर इन्सेन्टिभ प्राइज प्रोग्राम भनेर देखाएको हुन्छ। त्यसमा क्लिक गर्यो भने हाम्रो अटोमेटिक कुपन नम्बरहरू चाहिँ जेनेरेट भइसकेको हुन्छन्, तर बिल बिजक चाहिँ लिनै पर्छ है। त्यसैले यसको मेन पुरस्कार अथवा उपहार बाँड्नुभन्दा पनि मेन उद्देश्य भनेको सबैलाई एउटा लिगलाइज कारोबार र बिल बिजक लिने दिने बानीको विकास गर्नु नेपाल सरकारको मुख्य उद्देश्य हो। त्यसैले हामी पनि आजैदेखि बिल बिजक लिने दिने बानी बसालौँ। धन्यवाद। यदि केही बुझ्नु भएन भने कमेन्ट बक्समा सोध्न सक्नुहुनेछ।